हेलो एभ्रिवान, वेलकम टु आवर युट्युब च्यानल सुनु डेली। हजुरहरू चाहिँ हानाबी हेर्न को जानुभयो? मेरो माया र म भएर हानाबी हेर्न जानको लागि तयारी गर्दैछौँ। मेरो माया चाहिँ ब्यागमा सामान प्याक गर्दै हुनुहुन्छ। यस्तो एक्साइटेड हुनुहुन्थ्यो मेरो माया चाहिँ हो। बिहानैबाट आज त हानाबी हेर्न जाने भनेर खाना जुम्बी गर्दै हुनुहुन्थ्यो है। खानाहरू तयारी गर्दै थियौँ हामी चाहिँ। अनि मेरो मायाले चाहिँ क्विकली सबै सामानहरू ब्यागमा प्याक गर्नुभयो। हामी चाहिँ हिरो मनपर्ने खानेकुराहरू मलाई जे मनपर्छ त्यही प्याक गर्दै हुनुहुन्थ्यो मेरो माया चाहिँ। अनि टिस्यु पेपरहरू नि हाल्नुभयो। फेरि अर्को ब्यागमा नमिमोनोहरू हाल्नुभयो मेरो मायाले चाहिँ। खानेकुराहरू टन्नै हाल्यो कि हामी चाहिँ 2 जना मात्रै थियौँ, तर खानेकुरा चाहिँ 4-5 जनालाई हुने जति लिएर गएको थियौँ। अनि हामी बाटोमा हिँड्दै थियौँ। यति धेरै मान्छेहरू हुनुहुन्थ्यो। पुरा ट्रेन ओछ्याएर बिहानैबाट आफ्नो ठाउँमा गटेर राख्नु भएको पनि थियो जापानिजहरू पुरै बिहानैबाट है। अनि हाम्रो माया र म पनि पुगेर भिडियो खिच्दै थिएँ। मैले चाहिँ मायालाई पोस्ट दिनु न बेबी प्लिज भन्दै थिएँ, जिस्काउँदै थिएँ। खानाहरू निकाल्नु यस्तो गर्मी भएको थियो। त्यहाँ पुग्दासम्म मैले चाहिँ होरियो चाहिँ घाँटीमा राख्दै थिएँ गर्मी भएर बढी। अनि मेरो मायाले चाहिँ नमिमोनो निकाल्दै हुनुहुन्थ्यो। 2 जना गफ गर्दै हामी चाहिँ अब खामपाई गर्न लाग्यौँ। हल्का नमिमोनो त पिउनै पर्यो, गर्मी थियो। एकदम रमाइलो भयो। एकदम मेमोरेबल टाइम क्रिएट गऱ्यौँ हामी चाहिँ। एकदम खुसी भयौँ। 2 जना गफ गर्दै थियौँ, चेस गर्दै। मेरो माया चाहिँ उताको भ्यूहरू पनि देखाउँदै हुनुहुन्थ्यो मलाई। मान्छे कति धेरै ट्रेन्डहरू ओछ्याएर राखेको हेर न भन्दै हुनुहुन्थ्यो। अनि हामी चाहिँ चेस गर्दै खाएर आगे कुन खाँदै। मायाले चाहिँ मलाई जे खानेकुरा मनपर्छ त्यही प्रायोरिटी गरेर लिएर जानुभएको थियौँ। हामीले चाहिँ लगेको थियौँ है। अनि खारामुची खाँदै खारागे खाँदै नमिमोनो पिउँदै गफ गर्दै हामी चाहिँ फुल इन्जोय गऱ्यौँ। हजुरहरू को जानुभयो हानाबी हेर्न? मेरो माया चाहिँ जे पनि आफू खानभन्दा पहिला मलाई खुवाउनुहुन्छ है। यस्तो देख्दा चाहिँ कस्तो एकदम म चाहिँ एकदम सानो कुरामा नि एकदम इमोसनल हुन्छु है। एकदम खुसी लाग्छ यस्तो सबै डिजर्भ गर्न पाउँदा। आई फिल सो लकी। हामी चाहिँ टाइमभन्दा पहिले नै पुगेको थियौँ। 2 घन्टा अघि नै पुगेको थियौँ। खाना चाहिँ टन्नै लिएर गएको थियौँ। हामी चाहिँ बिस्तारै खाँदै गफ गर्दै, मेरो माया चाहिँ आफू खाँदै मलाई खुलाउँदै हुनुहुन्छ है। पहिल्यै गएको भएर मस्त हामी चाहिँ मजाले टाइम स्पेन्ड गर्न पायौँ। एकदम रमाइलो भयो। मेरो माया चाहिँ टन्न खाँदै हुनुहुन्छ। हजुरहरू चाहिँ हानाबी हेर्न कहाँ जानुभयो? मलाई चाहिँ ओधाइबाको हानाबी हेर्न जान एकदम मन थियो। 2 दिनमा चाहिँ मेरो काम पनि थियो। अनि फर्केर आउँदा ट्रेन एकदम बिजी हुन्छ नि त, फेरि आउन पनि झ्याउ हुन्छ। त्यही भएर हामी चाहिँ गएनौँ। तर नेक्स्ट इयर चाहिँ म ओधाइबाको हानाबी हेर्न जाने सोचमा छु। कस्तो रमाइलो हुन्छ कि है हानाबी हेर्न चाहिँ। मलाई चाहिँ एकदम रमाइलो लाग्छ। पहिलेबाट पनि जापान आउने बित्तिकै पनि जहिले म चाहिँ प्रत्येक वर्ष गइरहेको छु हानाबी हेर्न चाहिँ। किनकि मलाई एकदम मनपर्छ यस्तो रङहरू, यस्तो पटाकाहरू चाहिँ मेरो फेभरेट हो है। अनि हामी हेर्न गएको हानाबी चाहिँ तोदा र इता 2 ठाउँबाट कोल्याबोरेसन गरेर हुने हानाबी हो। यो चाहिँ टोकियो गावाबाट पनि हेर्न मिल्छ, यता साइतामा साइडबाट पनि हेर्न मिल्छ। एकदम रमाइलो हुन्छ है। मान्छे पनि लास्टै धेरै हुनुहुन्थ्यो। एकदम रमाइलो भयो। हामी चाहिँ पहिले गएर ठाउँ ओगटेको भएर राम्रोसँग बसेर हेर्न पायौँ। कति मान्छेहरू त उठेरै हेर्नुभएको थियो है। एकदम धेरै भिड थियो। यो चाहिँ तोदाबाट हेर्नेहरूको लागि चाहिँ तोदाबासी हानाबी ताइकाई भयो। यही हानाबी चाहिँ उता टोकियो साइडबाट हेर्नेहरूको लागि चाहिँ इताबासी हानाबी ताइकाई भयो। हजुरहरू चाहिँ कुन साइडबाट हेर्दै हुनुहुन्थ्यो? उता चाहिँ इताबासीको साइड भयो। हामी चाहिँ तोदाको साइडबाट हेरिरहेको थियौँ। यति धेरै मान्छे हुनुहुन्थ्यो। उताको त पुरै प्याक, बस्ने ठाउँ कतै पनि थिएन है। लास्टै धेरै मान्छेहरू हुनुहुन्थ्यो। ओ माइ गॉड, यति धेरै मान्छे नि आउनुहुन्छ जस्तो लागेको थियो मलाई चाहिँ। यस्तो रमाइलो भएको थियो। यत्रो धेरै मान्छेको भिडहरू है। एक ठाउँमा पनि बस्ने ठाउँ खाली थिएन भनेपछि कति धेरै सिट ओगटेर राख्नु भएको थियो होला। यता चाहिँ सबै यो मुरियोको सेकियो भने यो उता बार्लाको साइडबाट उताको चाहिँ सबै युरियो सेकियो है। यतै तोदाको साइडपट्टिको तोदा कोयनको साइडपट्टि होस् मेबी उताको चाहिँ। त्यता चाहिँ सिटको पैसाहरू चाहिँ एकदम महँगो थियो है। 5,000, 10,000, 20,000देखि 1 लाखसम्मको पनि सेकी हुँदो रहेछ। मलाई त थाहा थिएन। पछि मैले गुगलमा सर्च गरेर हेर्दा चाहिँ थाहा पाएँ। अनि हामी चाहिँ टिकटक भिडियो
अनि हामी चाहिँ दुईजना भएपछि के चाहियो, हामी चाहिँ यस्तो दुईजना कस्तो खालको छौँ कि एकदम भाइब्स मिल्ने खालको छौँ कि हामी चाहिँ टाइम गएको पत्तै हुँदैन। मेरो माया चाहिँ किस खाँदै मलाई जिस्काउँदै हुनुहुन्छ, मैले पनि मेरो मायालाई जिस्काउँदै बसेँ। अब के चाहियो दुईजना। अनि हामी चाहिँ यस्तै गरेर टाइम स्पेन्ड गर्दै थियौँ। पछि त टाइम पनि कस्तो लामो लाग्यो कि एकदम हामी चाहिँ छिट्टो पुगेको थियौँ है। अनि खायौँ, टन्नै खाए पछाडि भिडियो फोटोहरू खिच्यौँ, रमाइलो गऱ्यौँ, टाइम टन्नै थियो। हजुरहरूलाई चाहिँ अहिलेसम्म गएको हानाबी ताइकाई मध्ये सबैभन्दा राम्रो लागेको रमाइलो भएको ठाउँ कुन हो, असुसुमेना ठाउँ छ भने पनि कमेन्ट गर्नुहोला। हामी पनि नेक्स्ट त्यहीँ जानेछौँ। मेरो माया चाहिँ बस्दा बस्दा खुट्टा गल्यो भनेर उठ्दै हुनुहुन्थ्यो, एक्सर्साइज गर्दै हुनुहुन्थ्यो, उठेर यताउता कम्मर हल्लाउँदै हुनुहुन्थ्यो है। धेरै बेर बसेको थियौँ, हामी चाहिँ छिट्टै पुगेरहेछौँ। अनि अझै हाम्रो गफ कन्टिन्यू हुँदैछ। मेरो मायालाई मैले हग गर्दैछु, भिडियो त भयो नि भन्दै हुनुहुन्थ्यो मेरो माया चाहिँ। अनि फाइनल्ली अब चाहिँ हानाबी हुन लाग्यो, रात परिसकेको थियो, ठ्याक्क 7 बजे थियो। तर आकाश गर्जेको भएर चाहिँ 7 बजे स्टार्ट हुने भए पनि हानाबी चाहिँ स्टार्ट भएको थिएन। 7 बजेर 10 मिनट गए पछाडि बल्ल हानाबी स्टार्ट भएको थियो। तर सबैजनाले सामान प्याक गरिसक्नु भएको थियो, पानी पर्छ कि भनेर हल्का एकचोटि गर्जेको भयो। मेरो माया र म पनि सामान प्याक गर्ने तयारीमा थिएँ, पानी परिहाल्छ कि भनेर। यत्रो बेरसम्म बस्यौँ, गफ गऱ्यौँ, रमाइलो गऱ्यौँ। हानाबी हुन्न कि भनेर म त स्याड भएको थिएँ, मेरो माया चाहिँ हाँस्दै बस्नुभएको थियो। हानाबी नभए पनि के भयो त, दुईजनासँगै टाइम स्पेन्ड गरियो, रमाइलो भयो भन्दै हुनुहुन्थ्यो मेरो माया चाहिँ। दुईजना टन्न खाएर हानाबी हेर्न पुरा तर्खरमा थियौँ हामी चाहिँ। अनि फाइनल्ली हानाबी चाहिँ हुने भयो, पानी चाहिँ परेन, थ्याङ्क गड त्यसको लागि चाहिँ है। अब चाहिँ काउन्ट गरौँ, 1 2 3 गो। हानाबी स्टार्ट भयो।
आएर त्यत्रो प्याक गरेर ल है त फायरवर्क्स फेस्टिभल हाना बिताइसकिएसँगै हजुरहरूलाई हाम्रो च्यानल मनपर्छ भने लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। यस्तै यस्तै भिडियोको लागि फलो गर्नुहोला, सब्सक्राइब गर्नुहोला। हामी चाहिँ नेक्स्ट भिडियो लिएर आउँछौँ। मोटिभेट गर्नुहोला। हजुरहरूको लाइक कमेन्ट सेयरले नै हामीलाई भिडियो बनाउन मोटिभेट गर्छ। थ्याङ्क यू फर वाचिङ आवर च्यानल। बाई, सी यू अन नेक्स्ट भिडियो।